स्वागत छ सबैजनालाई। आज चाहिँ हामी नेप्सेको बारे एउटा छोटो एनालाइज गर्ने छौं र यो भिडियोमा चाहिँ नेप्सेले चाहिँ कुन डाइरेक्सन लिन खोजेको छ र विगतको केही दिनहरुमा मार्केटले राम्रो मोमेन्टम चाहिँ क्याच गरेको देखिन्छ र यो डिमान्ड जोनबाट फर्केको हो कि मार्केट एउटा तपाईको एउटा फेक र्याली हो भन्ने कुराहरु यस्ता कुराहरुमा चाहिँ आज हामी एउटा डिस्कस गर्ने छौं है त। सो यो चाहिँ ओभरअल तपाईको टेक्निकली प्लस तपाईको चार्टले के भनिरहेको छ र टेक्निकल एनालिसिसको थ्रुबाट चाहिँ मार्केटले चाहिँ के कस्तो चाहिँ डाइरेक्सन लिन खोजेको छ र अथवा कुनै ट्रेन्ड चेन्ज गर्न खोजेको छ कि भन्ने कुराहरु चाहिँ गर्ने छौं है त। सो फर्स्टमा चाहिँ सबैभन्दा पहिला मार्केटले अस्तिको 2 दिन कारोबारमा चाहिँ ठ्याक्कै तपाईको यस्तै यो जुन रिटेलर्सहरुलाई ट्र्याप गरेर चाहिँ मजाले मार्केट चाहिँ माथि बढेको चाहिँ देख्न सक्छौं हैन। अब यो भनेको तपाईको पहिला सेलिङ आयो र त्यो सेलिङलाई चाहिँ मजाले चाहिँ डाइजेस्ट गरेर मार्केटले चाहिँ माथि अप मुभ दिएको अथवा के तपाईको फर्स्टमा सेलरहरु हावी भए र त्यसपछि भने बायर्सले चाहिँ त्यसलाई पुश गर्दै माथि चाहिँ क्लोजिङ दिन सफल भएको छ हैन। मार्केट चाहिँ पैनिक सेलर्सहरुलाई चाहिँ हटाएर चाहिँ मार्केटले चाहिँ एउटा राम्रो चाहिँ मुभ चाहिँ दिएको छ हैन, जुन यो चार्टले चाहिँ त्यस्तो राम्रो भनिरहेको छ र चुनावलाई चाहिँ लक्षित गर्दै जुन चुनाव अगाडिको जति पनि यो बढाइ छ नि यो बढाइ चाहिँ चुनाव प्रति चाहिँ अलिकति सकारात्मक भएको पनि हामी देख्न सक्छौं है। मार्केट अलिकति पोजिटिभ पनि हामीले यहाँ देख्न सक्छौं किनभने जुन यो तपाईको तीनटा यो जुन रेड क्यान्डल छ त्यो रेड क्यान्डलको माथि नै क्लोजिङ दिन सफल भएको छ र अब आउने चुनावमा पनि यदि राम्रो माहौल बन्दियो भने मार्केटले चाहिँ अझ एउटा नयाँ हाई चाहिँ बनाउन सक्ने प्रोबेबिलिटी चाहिँ एकदमै हाई छ। तर अचम्मको कुरा पनि छ। अचम्मको कुरा के छ भन्दाखेरि सिजनली हेर्ने हो भने अचम्मको कुरा चाहिँ के छ भन्दाखेरि यो जुन हाम्रो यो जुन तपाईको डिसेम्बर जनवरी जुन सकिसकेपछि मार्केटले चाहिँ प्राय एउटा करेक्सन लिने गर्छ है र त्यो करेक्सन पनि भएको चाहिँ छ हैन। जुन तपाईको हाम्रो डिसेम्बर जनवरी सकिसकेपछि चाहिँ एउटा करेक्सन चाहिँ दिने गरेको हुन्छ र त्यो करेक्सन दिइसकेको पनि छ मार्केटले र प्राय मार्चको महिना हैन जुन माघ फागुन महिनामा अथवा चैतमा यो यस्तो महिनाहरुमा चाहिँ के छ भन्दाखेरि मार्केट बढेको त्यस्तो रेकर्ड छैन। हिस्टोरिकली हेर्ने हो भने प्राय मार्केट चाहिँ खतेकै देखिन्छ के यो टाइममा र अब यो टाइममा चाहिँ सिचुएसन चाहिँ के बन्दियो भन्दाखेरि ठ्याक्क इलेक्सनको टाइम पनि बन्दियो र यो इलेक्सनको जुन यो माहौललाई चाहिँ कसरी पोजिटिभली चाहिँ मार्केटले चाहिँ लिएको छ भन्ने चाहिँ हामीलाई यो जुन पछिल्लो क्यान्डल्सहरुले चाहिँ एकदम राम्रो इन्फर्मेसन चाहिँ दिएको चाहिँ हामीले यहाँ देख्न सक्छौं है त। सो अब यो चार्टलाई जुन यदि हामीले हेर्छौं भने जुन एउटा ट्रेन्ड लाइन बनाएर हामी हेर्छौं यो ट्रेन्ड लाइन जुन यो बनाएको छ नि यो ट्रेन्ड लाइनमा जुन यो मार्केटले सपोर्ट लिइरहेको छ नि त्यो सपोर्टलाई ठ्याक्क भट्काएर हैन तपाईको यो जुन ट्रेन्ड लाइनलाई नै तपाईलाई चाहिँ यो फेल गराइदिएको छ कि जुन खासमा त यो रिटेस्ट गरेर यो तल जानु पर्ने हो तर यो यसलाई नै ब्रेक गरेको छ र हामीले हेरिरहेको जुन यो रिसेन्ट हाई छ नि एउटा लेभल चाहिँ यो एरियालाई चाहिँ एकदमै वाच गरिरहेको थियौं हैन। यो एरिया यो क्यान्डलको यो हाईलाई चाहिँ एकदम यसको माथि किनकि सप्लाई आउने चान्सेस एकदमै हाई देखिरहेको थियो तर के भइदियो भन्दाखेरि एउटा सप्लाई चाहिँ दिएको चाहिँ थियो हैन। तपाईको इन्ट्राडेमा चाहिँ के थियो भन्दाखेरि राम्रो एउटा चाहिँ तपाईको चाहिँ एउटा टिकिरहेको थियो मार्केट अलिकति सेलरले पनि अलिकति तल ल्याउन खोजेको जस्तो पनि देखियो तर लास्टमा अन्तिममा के भइदियो भन्दाखेरि माथि नै क्लोज गर्न चाहिँ सफल भयो है त। सो यो एकदमै राम्रो थियो किनकि यो हाई ठ्याक्क तपाईको यो स्विङ हाईलाई चाहिँ ब्रेक गरेको छ हैन। अनि अर्को भनेको तपाईको यो जुन लेटेस्ट तपाईको यो भनौं न एउटा बुलिश मार्बोजु क्यान्डललाई चाहिँ जुन यो ब्रेक गरेर मार्केट यसो तल झरेको छ नि यो एउटा पुरै तपाईको बियरिश ट्रेन्डमा नै शिफ्ट भएको मार्केट चाहिँ यो इन्गल्फ गरेको यानी कि यसबाट चाहिँ मार्केट एउटा खास एउटा सप्लाईको जोन बन्ने गर्छ जब एउटा कुनै तपाईको इन्गल्फिङ बन्छ यो एरिया चाहिँ तपाईको एकदम सेन्सिटिभ हुन्छ यहाँबाट चाहिँ प्राय मार्केट रिभर्स गर्ने नै देखिन्थ्यो तर के छ भन्दाखेरि माहौल अलिकति चेन्ज भइसक्यो तपाईको पुरै यो इन्गल्फिङलाई नै फेल गरेर पुरै माथि क्लोजिङ दिएको छ। यसको मतलब चाहिँ अलिकति मार्केट चाहिँ माथि नै जाने चाहिँ हामीले देखेका छौं। तै पनि अहिलेको जुन यो रिसेन्ट हाई अहिले पनि स्टिल तपाईको पेन्डिङ छ है त। यो हाई एकदमै अहिले पनि तपाईको पेन्डिङ छ। यसको माथि यदि सक्सेसफुली एउटा राम्रो क्यान्डल क्लोज दिन्छ भने यो एकदमै बेस्ट हुन्छ हैन। त्यसपछि मार्केटले केही करेक्सन लिएला र त्यो करेक्सन पछिको मुभ एकदमै
राम्रो पनि हुन सक्छ है त। यदि मार्केटले चाहिँ एउटा राम्रो चाहिँ तपाईको भोल्युम साथ यदि क्लोजिङ दियो भने चाहिँ एउटा बेस्ट टाइम पनि हुन सक्छ। सो यो टाइममा चाहिँ तपाईको एकदमै प्यानिक सेलरहरू पनि घट्दै गएको अथवा मान्छेहरू चाहिँ एकदम प्यानिक भएर सेल गरेको चाहिँ देखिन्छ हैन। यहाँ धेरैले अब आतिएर चाहिँ बेच्नु भएको होला। तर यो झर्दै गर्दाखेरि एउटा के नोटिस गर्नुपर्ने कुरा चाहिँ के थियो भन्दाखेरि जुन यो रेड क्यान्डलको यदि माथि क्लोजिङ दिन्छ भने त्यो चाहिँ इन्गल्फिङ मानिन्छ है त। यो एउटा बुलिश इन्गल्फ, किनकि यो क्यान्डलले पुरै यो बेरिसलाई पुरै खाइदिसक्यो। मतलब कि एउटा डिरेक्सन अब माथि नै जान्छ भन्ने चाहिँ एउटा इन्डिकेट गर्ने त्यो पनि भएको छ। अब इन्डिकेटरबाट यदि हेर्नुहुन्छ, अब इन्डिकेटर पनि हेर्नु पर्छ जस्तो मलाई लाग्छ हैन, किनभने इन्डिकेटरले पनि धेरै कुराहरू चाहिँ तपाईको बताइरहेको हुन्छ। यो ठ्याक्क बोलिङ्गर ब्यान्डबाट यदि हेर्नुहुन्छ भने ठ्याक्क तपाईको 20 मुभिङ एभरेजमा चाहिँ सपोर्ट लिएर चाहिँ माथि क्लोज हुन सफल भएको छ है। अनि त्यसपछि भनेको तपाईको EMA है त। EMA यानी कि एक्सपोनेन्शियल मुभिङ एभरेज, यो पनि एकदमै राम्रो इन्डिकेटर हो। म एकदम प्राय चाहिँ यो युज गरिरहेको नै हुन्छु। यो मैले यिनीहरूलाई हटाइदिएँ। सो 50 मुभिङ एभरेजको माथि पनि सक्सेसफुल्ली बसेको छ। यो पनि एउटा राम्रो इन्डिकेसन हो। र त्यसै गरी हामी अर्को इन्डिकेटरतिर लाग्छौँ जुन हो सुपर ट्रेन्ड। र सुपर ट्रेन्डले पनि एउटा तपाईको ग्रीन सिग्नल दिइसकेको छ है त। ग्रीन यानी कि यो जुन रेडबाट ग्रीनमा टर्न भइसकेको छ। त यो यसले पनि एउटा चाहिँ मार्केटले चाहिँ अलिकति यो जुन ठाउँमा चाहिँ मार्केट चाहिँ यो एरियामा चाहिँ मार्केट चाहिँ अलिकति राम्रो सस्टेन हुन्छ कि भन्ने चाहिँ सुपर ट्रेन्डले पनि एउटा चाहिँ तपाईको ग्रीन फ्ल्याग दिइसक्यो हैन। जुन यतापट्टि हेर्नुहुन्छ जुन यो झर्दै गर्दाखेरि जुन यो सुपर ट्रेन्ड जुनको मुनि जुन मार्केट बसिरहेको थियो र अहिले ठ्याक्कै हेर्नुहुन्छ नि सुपर ट्रेन्डको माथि बसेको छ है त। सो इन्डिकेटर वाइज अलिकति पोजिटिभ छ हैन। अब मान्छेहरूले चाहिँ आजभोलि चाहिँ के छ भन्दाखेरि इन्डिकेटर चाहिँ अलिकति यो युज गर्नेहरू अलिकति बेगिनर नै हो हैन। इन्डिकेटर चाहिँ यो त भर्खरले मात्र इन्डिकेटर युज गर्छ भन्नेहरू पनि छन्, किनकि आजभोलि मार्केटमा अलिकति एडभान्स कुराहरू अलि बढी पपुलर छ हैन। मान्छेलाई चाहिँ अब अलिकति नयाँ नयाँ चिजहरू अलिकति हुन्छ नि फ्यान्सी वर्डहरू युज गरेको तपाईको कुराहरू चाहिँ अलिकति मन पर्ने गर्छ र त्यही कुरा नै सत्य हो र मार्केट त्यसरी नै चल्छ। र मार्केटमा चाहिँ इन्डिकेटरले चाहिँ हेर्नु हुँदैन अथवा इन्डिकेटरले चाहिँ फल्स सिग्नल दिन्छ। हो, इन्डिकेटरले फल्स सिग्नल दिन्छ, तर मैले यो होइन कि इन्डिकेटरलाई मात्र तपाईले चाहिँ 100% नै हेर्नुस् मैले भनेको पनि होइन र त्यसरी हेर्नु पनि हुँदैन, किनकि हामीलाई कन्फर्मेसन चाहिन्छ हैन। त्यो कन्फर्मेसन चाहिँ मल्टिपल कन्फर्मेसन चाहिँ यदि छ भने धेरै राम्रो। हामीले यदि इन्डिकेटरलाई मात्र फलो गर्यो भने इन्डिकेटरले तपाईको के छ भन्दाखेरि इन्डिकेटरले तपाईलाई बाई सिग्नल त दिन्छ, तर सेल सिग्नल पनि चाँडै दिन सक्छ। र सेल सिग्नल दिइसकेपछि तपाईले सेल दिनेबित्तिकै तपाईले बेच्नुहुन्छ र त्यसपछि फेरि इन्डिकेटरले फेरि पोजिटिभ साइन दिन्छ। त्यसले गर्दाखेरि के हुन्छ भन्दाखेरि तपाईको इन र आउट यानी कि तपाईँ मार्केटबाट ट्रेडमा फेरि एन्ट्री लिने फेरि एक्जिट लिने गर्दाखेरि तपाईँको त्यो माइन्डसेटमा अलिकति असर पार्न जान्छ क्या। तपाईँको साइकोलोजी बिग्रिन्छ त्यो कारणले गर्दाखेरि। त्यही भएर एउटा राम्रो सेटअप र स्ट्राटेजी चाहिँ हामीले सिक्नु चाहिँ जरुरत छ। तर त्यो सेटअप र स्ट्राटेजीलाई चाहिँ इन्डिकेटरले सपोर्ट गरेको छ कि छैन भन्ने कुरा चाहिँ हामीले चाहिँ त्यसमा चाहिँ अलिकति बढी ध्यान दिनुपर्छ। र त्यसरी ट्रेड गर्नुभयो भने चाहिँ मलाई जहाँसम्म लाग्छ तपाईँले कुनै न कुनै दिन अथवा कुनै न कुनै ट्रेडमा चाहिँ तपाईँले एउटा राम्रो प्रफिट चाहिँ कमाउन सक्नुहुन्छ भन्ने चाहिँ मलाई लाग्छ है त। सो अबको टाइम भनेको तपाईँको एकदमै सेन्सिटिभ पनि छ हैन। अलिकति ठ्याक्क तपाईँको पिक टाइममा परेको छ। तपाईँको ठ्याक्क इलेक्सन पछि अब के कस्तो रिजल्ट आउँछ, के कस्तो रियाक्सन हुन्छ। अब यो पोस्ट तपाईँको प्री इलेक्सनको जुन यो र्याली भयो हैन, तपाईँको मार्केटले एउटा राम्रो पोजिटिभ त लिएको छ हैन। र इलेक्सन पछि चाहिँ अब के कस्तो हुन्छ हैन, त्यसबाट चाहिँ मार्केटले के कस्तो रियाक्सन दिन्छ त्यो त हेर्न बाँकी नै छ हैन। अब आउँदो चुनाव पछिको डिरेक्सन कुन र कहाँ हुन्छ हैन, के अब यो फल्स र्याली हो त, यो र्याली के सस्टेन नहुने हो त भन्ने कुरामा पनि धेरैलाई प्रश्न लाग्न सक्छ। यदि चुनाव राम्रै गयो र देश चाहिँ अब एकदमै विकासतर्फ लाग्यो त अथवा चाहिँ अर्थतन्त्र एकदम राम्रो हुने कुराहरू आयो र नयाँ नयाँ यस्तो राम्रो राम्रो कुराहरू आयो भने अभियसली तपाईँको यो हिस्टोरीको नै सबैभन्दा सेयर मार्केटको लागि नेप्सेको लागि पनि हिस्टोरीको सबैभन्दा नै एउटा ठुलो दिन हुन सक्छ र ठुलो यात्रा पनि हुन सक्छ। त्यही भएर सो यसैलाई ध्यानमा राखी हामीले चाहिँ ठिकै छ अब विकली र मन्थलीको टाइम फ्रेममा पनि हेर्छौँ है त। सो विकली के कस्तो
भने विकली धेरै राम्रो बनेको छ 2 दिन कारोबार भए तापनि तपाईको यो क्यान्डलको साइज चाहिँ एकदमै तपाईको हुन्छ नि पुरै विकली नै इन्भल्भ गरेको छ के जुन यो तपाईको यो रेड क्यान्डल छ नि यो रेड क्यान्डललाई नै तपाईको पुरा चाहिँ तपाईको इन्भल्भ गरिदिएको छ पुरै माथिबाट घेरिएको छ के है सो यो ठ्याक्क तपाईको एउटा दुईटा क्यान्डल मिलेर चाहिँ तपाईको इन्भल्भ गरेको छ हैन तपाईको 2700 माथि पनि बसेको छ मार्केटले सो विकली हेर्नुहुन्छ भने विकली एकदमै धेरै राम्रो ठाउँमा बसेको छ है त सो हामी अहिलेसम्म पनि यस्तो पिक एरियामा परेका छैनौं हैन यदि यहाँ परेको भए र रिभर्सल आएको भए चाहिँ खत्रै आउनेवाला थियो तर हामी के छ भन्दाखेरि अहिले बटममै छौं हामी त्यस्तो पिकमा परेर हामी त्यस्तो प्यानिक हुने सिचुएसनमा छैन हैन अहिले पनि कतिपय स्टक्सहरु तपाईको बटममै छ हैन अथवा एकदमै मोमेन्टम लिन खोजेको स्टक्सहरु पनि छ हैन हट स्टक्सहरु पनि छन् त्यो आधारमा तपाईले रिसर्च गरेर हैन तपाईको सिस्टमलाई बेस्ट हुने स्ट्र्याटेजीलाई बेस्ट हुने कुरा अथवा सुटेबल हुने स्टक्सहरु तपाईले चाहिँ लिएर चाहिँ ट्रेड पनि गर्न सक्नुहुन्छ तपाईको रिस्क तपाईको पैसा तपाईको हैन रिटर्न पनि तपाईकै हुन्छ यसैगरी हामी मन्थली क्यान्डलमा मन्थली चार्टमा जान्छौं है त मन्थली चार्ट कस्तो देखिएको छ कि ल मन्थली चार्टमा तपाईको यो ठ्याक्क मार्चको सुरुवात छ यो फेब्रुअरी कोमा चाहिँ एउटा तपाईको कस्तो छ भन्दाखेरि ठ्याक्क एउटा रेडमा क्लोजिङ दिए पनि मार्चको स्टार्टिङमा चाहिँ एकदमै राम्रो चाहिँ तपाईको क्यान्डल चाहिँ बनेको छ है त अब यो के कस्तो यो मन्थको एन्ड सम्म महिनाको अन्तिमसम्ममा कस्तो क्यान्डल बनाउँछ भन्ने अब त्यो हेर्न बाँकी नै छ तर बोलिन्जर ब्यान्डमा पनि एकचोटी हेरौँ है त बोलिन्जर ब्यान्डको हो के ल अब बोलिन्जर ब्यान्डको चाहिँ एउटा के कस्तो खासियत के छ यसको एउटा राम्रो विशेषता चाहिँ के छ भन्दाखेरि मलाई अलिकति तपाईको राम्रो लाग्ने पक्ष यानी कि बोलिङ कुनै पनि इन्डिकेटरको एउटा राम्रो लाग्ने पक्ष अथवा राम्रो लाग्ने कुरा चाहिँ के छ भन्दाखेरि बोलिन्जर ब्यान्डको तपाई हेर्नुस् न यदि यो अप्पर ब्यान्ड यो मिडल ब्यान्ड र तपाईको लोअर ब्यान्ड के छ भन्दाखेरि नजिकिएको छ के खुम्चिएको छ यो खुम्चिनु भनेको तपाईको एकदम धेरै राम्रो कुरा हो है त जुन जब यो तीनटा ब्यान्ड यो अप्पर ब्यान्ड मिडल ब्यान्ड र तपाईको लोअर ब्यान्ड जब नजिक आउँछ एउटा भोलाटिलिटीको यसले संकेत गर्छ के तपाईको मार्केटले चाहिँ अब एउटा राम्रो डाइरेक्सन एउटा राम्रो मोमेन्टम लिन सक्ने प्रोबेबिलिटी चाहिँ बोलिन्जर ब्यान्डले पहिले नै बताउँछ तर त्यसको लागि के हुनुपर्छ भन्दाखेरि तपाईको तीनटा चाहिँ यो जुन छ नि मिड अप्पर र लोअर लेभल को ब्यान्ड चाहिँ सँगै हुनु पर्यो के सँगै भन्नाले नजिकिनु पर्यो यो यसलाई चाहिँ हामीले बोलिन्जर ब्यान्ड स्क्विज भन्छौं हैन यो जब स्क्विज हुन्छ त्यसपछि चाहिँ एउटा राम्रो चाहिँ डाइरेक्सन चाहिँ मार्केटले लिने गर्छ हैन सो यस्तो टाइम पनि देखिएको छ हैन अब चाहिँ कसो नहोला हैन सेम हैन सस्टेन यानी कि 20 EMA मा पनि माथि त्यो पनि मन्थलीमा पनि सस्टेन हुन सफल भएको छ हैन यहाँनिर ब्रेक भए तापनि कतिपय यहाँ एकदम बढी नै रिटेस्ट गरिएको देखिन्छ हैन यो टाइम पिरियडमा चाहिँ अब त्यसपछि अब एउटा चाहिँ माथि नै देखिरा छु मैले चाहिँ हैन म चाहिँ पुरै पोजिटिभ नै छु मन्थली पनि धेरै नै राम्रो देखिएको छ यो अब यसलाई हेर्दै गर्दाखेरि अब कतिपय सेक्टर्सहरु पनि राम्रै नै देखिरहेको छ हैन त्यसैले चाहिँ अब त्यो म सेक्टर वाइज चाहिँ अब अर्को भिडियोमा हाल्ने छु हैन अहिलेको लागि चाहिँ नेप्सेको एउटा सर्ट चाहिँ अपडेट भिडियो चाहिँ मैले यो बनाएको हो सो अब यसको लागि मार्केटले यो हाईको माथि चाहिँ क्लोजिङ दिन एकदमै जरुरत पनि छ अनि अब यो के कस्तो हुन्छ यो सबै इलेक्सन पछि नै थाहा हुन्छ इलेक्सन पछिको तपाईको अर्को हप्ताको त्यो हप्तामा मजाले हामीले वाच गर्न सक्छौं है त सो भिडियो लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद सो आजलाई यति नै हामी अर्को भिडियोमा भेट्ने नै छौं है त